वेलकम टु माई न्यू भ्लग। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि आज एकदम सन्चै छु है। अनि आज चाहिँ शनिबार टक्क बिदाको दिन। अनि हाम्रो खेतमा चाहिँ मकै यत्रो यत्रो भइसकेको छ। मकैको टक्कै गोड्न लागेको छु। अनि ट्र्याक्टर लगाएर पछाडि छ मोल। अनि टाउको मगाएको चाहिँ के भन्नु होला हैन, यो चाहिँ मोल हाल्ने बाल्टी हो। अनि एउटा हातमा मोबाइल, एउटा हातमा चाहिँ धोक्रो भएर चाहिँ अब कहाँ समाउने त भन्दाखेरि टक्क दिमाग लगाइदिएको चाहिँ टक्क लगाएर टोपी बनाइदिएको मैले। अनि हाम्रो खेत जाने बाटो त्यस्तै छ। हाम्रो खेत जाने बाटो यस्तो छ है, टक्क लाएर। अनि हाम्रो खेतमा मकैहरू चाहिँ उत्यहाँ हो, उता ठुल्ठुलो भएको छ। अनि हाम्रो खेतबाट देखिने भ्यू चाहिँ तपाईँहरूले बबाल देख्न सक्नुहुन्छ हाम्रो खेतबाट पनि। जस म चाहिँ जहाँ जान्छु त्यहाँ चाहिँ बबाल बबाल भ्यू मात्र देखिएको हुन्छ। अनि हाम्रो कुकुर पनि आछ, यसले चाहिँ यहाँ खुस पारिसकेको छ। यसले बाटो चिन्नको लागि होला। खेत जाने बाटो चाहिँ अप्ठ्यारो अप्ठ्यारै छ। अनि अहिले चाहिँ हामी खेतमा मकै गोड्नको लागि जाँदैछौँ। यहाँबाट टक्क लाएर पराचियो पनि हाम्रो खेती थियो भने चाहिँ अरूको पऱ्यो भनेर त्यो काटेर लगिसके यिनीहरूले। खासै धेरै त होइन, थोरै बाटो मात्र रहेछ ल है, बाटै मात्र होइन, थोरै बाटो जति मात्र भत्कायो हुन्थ्यो। आली हो लगभग हिँड्ने जति मात्र त रहेछ नि, के अझ धेरै छ यति। ए यहाँ चाहिँ पुरै यो तल्लो खेतको चाहिँ हाम्रो पऱ्यो भनेर हामी चाहिँ मकै कुल्चिनीमा छौँ यहाँ। हाम्रो बारीमा आइपुगिसकेको छौँ हामी। यहाँ चाहिँ बाटो नराखेको रहेछ, हामी त्यसो गरिदिनु पर्छ मकै। यहाँ चाहिँ हाम्रो ठुल्बा घर। अब चाहिँ हामी खेतमा आइपुगेको छौँ। खेतमा अब हाम्रो काम सुरु हुनेवाला छ। मकैको झारसार गडाङगुडुङ पडाङपुडुङ त्यत्रो बाक्लो त मलाई आउँदिन। अब यहाँ मैले भोलि पर्सि भनेको ट्याक्क लाएर यस्तो रहेछ। यहाँ ट्याक्क मिलाएर मैले घर बनाउने विचार गरेछु। यहाँबाट टक्क केही नगर्ने, यहाँ काठमाडौँ हेर्नै बस्ने सर लाएर एयरपोर्ट भनेको त्यो हो। तलदेखि धर्रा पनि राम्रोसँग देखिएको छ मेरो आँखाले चाहिँ, तर क्यामेराको लेन्सले देखेको छैन। तलतिर फाटोमा पुरै रोपाइ भइसकेको छ। अब हेर्दै जाऊँ कस्तो हुन्छ दिनभरि काम। यो मल नहालेसम्म चाहिँ राम्रो नआउने रे। होइन मलाई चाहिँ एकदमै त्यति होला। ल अब चाहिँ मेरो डिपार्टमेन्टको काम भनेको आज मल हाल्ने मात्र हो। म चाहिँ गोड्न सोड्न खासै सक्दिनँ। त्यही नै पछि आएको समय मैले गर्नुपर्ने हुन्छ। अब म चाहिँ मल हाल्न गइरहेछु। यसलाई पुरै तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यही भन्छ हामी चाहिँ अब यो बोटमा मल हाल्न गइरहेछ रे। यति होइन, ल त्यसरी एवं रीतिले हामीले पुरै बारीभरि हाल्नेछौँ मल। लगभग चाहिँ यति भागमा चाहिँ मैले मल हालेर लगभग सकाइसकेको छु। अब मेरो भ्लग प्लस मल हाल्ने कार्यक्रम चाहिँ पुरै जारी नै रहनेछ। ट्याक्क 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 ट्याक्क। हाम्रो कुरा चाहिँ गर्मीभरि अब चाहिँ गर्छ त। तेरे खुसी हुन्छ। अनि मैले चाहिँ मेरो हात चाहिँ मलले धेरै पोलेर एउटा देशी जुगाड गरेको छु। अब यति भएपछि त मलले पोल्दैन, सट्ट मल झिक्नै हाल्ने। त्यसपछि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ एकदम अर्ग्यानिक तुपको बोट। म चाहिँ अब तुपको घारीबाट छिर्नेवाला छु। एकदम दामी माल फलेछ रे यता। अब यसलाई भनेपछि ट्यागो लगाएर टिपेर चाहिँ नि तपाईँको शिवरात्रिमा खानु त पर्ने हो, तर के गर्नु खाइन्न होइन रे। यो त बगैँचामै सुत्न पाइनुहुन्थ्यो जस्तो हुन्छ कोही त। ट्यागो लगाएर दोषी जुगाड पनि गरिसकेको छ। उतापट्टि छ, हात अलि पोल्यो क्या मलले।
अलि पहिले घरबाट ग्लोभ्स ल्याउनु पर्ने रहेछ तर ल्याइएन हमको क्या मालूम है रे उस बात में हामीले कहिले पनि नगरेको कामलाई त्यो बारेमा हामीलाई थाहा हुँदैन खासै अनि जुन तपाईँले किरा ठोकेको देख्नु भएको नि यो चाहिँ यो तल्लोपट्टि खेत बेच्दाखेरि नापी गर्दाखेरि उनीहरूकोमा पनि परेछ तर हामीले पहिला चाहिँ यो सहित हो भनेर किन्दाखेरि अहिले चाहिँ उनीहरूको पऱ्यो भनेर उनीहरूकोमा गएको भएर उनीहरूले चाहिँ यसरी जङ्गी पिलर ठोकेको छ पिलर पनि यस्तो गरी जग्गा पनि पुरै यस्तो घुमेको सेपमा आएको छ यहाँ देख्नुहुन्छ तपाईँले यहाँ चाहिँ 108 फिटको सरस्वतीको मन्दिर बन्दैछ अब हाम्रो देशी जुगाडवाला कामले कस्तो काम गर्छ हामी हेर्दैछौँ यस्तो गर्ने हो यसरी स्वाटा हालिदिने हो केही छैन गाह्रो खासै यति काम गरे भाइ कोरियामा लगभग 2 लाख आउँथ्यो होला खाएन पानी चाहिँ खाएको ठुलोमै खेत ल यसरी ट्याक्को हालेपछि चाहिँ नि दामी हुनेवाला छ मकै झार पुर्नु पर्छ नि भिडियो अफ गर्दिन त म यता गरिदिन्छु हाम्रो चाहिँ काम लगभग आधी सकिसकेको छ आकाशमा बादल पनि मडाइरहेको छ अहिले चाहिँ एकछिन रेस्ट टाइम मजाले बसेको लास्टै घाम छ तपाईँहरूले देख्न सक्नुहुन्छ खोइ सूर्य कहाँ छ देखिँदैन त मोबाइलमा हेर घामै देखिँदैन त टल्के खोइ त्यहाँ छ हामी चाहिँ गर्ने भनेको यस्तो ड्याङ पार्ने हो हाम्रो कुकुर पनि त्यहाँ डह्रो थाकेको छ सबैले चाहिँ मलहरू हाल्दै हुनुहुन्छ यति धेरै थक्यो त्यही भएर एकछिन घाममा बारिस गरेको पसिना भइएको छ यहाँ कत्रै देखेको छ आज फेरि पानी पनि परेको छैन बबाल छ आज काम यस्तै भएछ आज शनिबार गाडीले डुल्न जाऊँ भने चाहिँ 3 धारातिर तर हामी चाहिँ आफ्नो निधानबाट 3 धारा पसिना चुहिएर बसिरहेछौँ अनि हाम्रो घर चाहिँ वहाँ हो अलिकति देखेको छ त्यो पिङ्क कलर गरेर देखेको हाम्रो घर हो यताबाट जाने भनेको हाम्रो डङ्गरकोट जाने बाटो यता मास्तिर हो यस्तै भइरहेछ आज